हाम्रो नेपाली किचनमै कि त नेपाली खानपिनमै धेरै रोगहरूको समाधान छ कि त धेरै रोगहरूलाई त्यसले चाहिँ मेन्टेन गरिरहेको हुन्छ। जस्तै आज कुरा गरौँ मुटुको रोगको बारेमा हैन, कार्डियोभास्कुलर डिजिजहरू। अब मुटुको रोग भन्ने बित्तिकै मुटुको स्वास्थ्यलाई के कुरा राम्रो हुन्छ त भन्दाखेरि एउटा रेसा फाइबर एकदम इम्पोर्टेन्ट हुन्छ। अर्को एन्टिअक्सिडेन्ट भनेको त्यो रोगसँग लड्ने क्षमता, जिउको स्ट्रेस, मुटुको स्ट्रेसलाई कम गर्ने खानेकुराहरूको साथसाथै नराम्रो फ्याट त कम गर्न पर्छ, तर राम्रो फ्याट चाहिँ बढाउन पर्छ। एकदमै हाम्रो घरमा दिनदिनै पाक्ने भनेको दाल, गेडागुडी, क्वाटी हैन, यस्तो खानेकुराहरू एकदमै राम्रो हुन्छ। किनभने एक त हजुरको प्लान्टबाट आयो, अर्को रेसा फाइबरहरू एकदमै मजाले हुन्छ। फाइबर कुनै पनि खानामा बढी हुने बित्तिकै त्यसले चाहिँ जिउको कोलेस्ट्रोललाई चाहिँ हजुरको जिउबाट निकाल्नलाई हेल्प गर्छ। त्यही भएर एक छाक दुई छाक दाल गेडागुडी हालेको एकदमै राम्रो। युरिक एसिडको केसमा चाहिँ गेडागुडी अलिकति विचार गरेर खानुपर्छ, नत्र हजुरको दाल, यिनीहरू लेन्टिल्सहरू भनेको एकदमै हेल्दी भयो। अर्को भनेको खाजामा मकै भटमास साँधेको कि त भटमासै साँधेको भनौँ, यो एकदमै राम्रो। किनभने भटमासको परिकारहरू चाहिँ ओमेगा 3 फ्याट जुन हामी माछाको तेलमा पनि पाउँछौँ, भटमासमा पनि पाइन्छ। त्यही भएर खाजामा भटमास साँधेको मिठो पनि हुन्छ, अनि त्यसपछि हजुरको मुटुको लागि पनि राम्रो भयो। राम्रो फ्याट दिन्छ, सँगसँगै जिउलाई क्याल्सियम पनि दिन्छ, राम्रो प्रोटिन पनि दिन्छ। अर्को भनेको गर्मी पनि आइरहेछ हैन, गर्मी पनि आइरहेछ। सो दही चिउरा अब अलिकति चिनी हाल्न चाहिँ पाइएन, चिनीको सट्टा चाहिँ किसमिस हाल्न मिल्यो, सक्खर हाल्न मिल्छ, आइरन पनि पाइन्छ हैन। अब हजुरले दही चिउरालाई चाहिँ अलिकति मोडिफाई गर्ने, किन त भन्दाखेरि राम्रो फ्याट्सहरू हालिदिने। जस्तै आलसको बुटेको दानाहरू भयो, फर्सीको दानाहरू भयो, यिनीहरू हाल्दाखेरि चाहिँ हजुरको राम्रो फ्याट, एउटा त दहीबाट पनि राम्रो फ्याट आउँछ, प्रोटिन पनि आउँछ, अनि यो दानाहरूबाट चाहिँ हजुरको प्रशस्त रूपमा चाहिँ राम्रो फ्याट आएर हाम्रो हार्टको हेल्थलाई अझ स्ट्रङ बनाउँछ, अझ राम्रो बनाउँछ। त्यही भएर यो तीनटा एकदमै सजिलो खानेकुराहरू कहिलेकाहीँ आफ्नो दिनचर्यामा हाल्दै हुनुहुन्छ कि त हाल्न पनि सकिन्छ। मुटुको बिरामीहरूमा कि त घरमा कोही पनि मुटुको बिरामी रोगी हुनुहुन्छ भने पनि हाल्दा भयो, र स्वस्थ राख्न पनि हाल्दा भयो।